धेरै कुरा हामीलाई गाह्रो होला अहिले यो परिस्थितिमा हामीसँग फाइनेन्सियली अप्ठ्यारो होला हामीसँग मेन पावरको खाँचो होला हाम्रो फर्काउनु पर्यो जसरी अयुबको जीवनमा सुदिनहरू फर्केर गयो त्यसरी तपाईँहरूको जीवनमा पनि सुदिनहरू फर्केर गइरहेको छ शान्ति नै छैन येशूको निम्ति नगाएसम्म शान्ति नै छैन शान्ति नै छैन निराजै शान्ति नै छैन येशूको निम्ति नगाएसम्म शान्ति नै छैन आरामै सबैले आरामै छैन निराजै आराम नै छैन येशूको निम्ति ननाचेसम्म आराम नै छैन तर जब ईश्वरीय सम्बन्ध खडा हुन्छ भने हामी अनन्तसम्म सम्बन्धमा हुन सक्छौँ आमेन यस्तो रहेछ दानीले एक पाठमा तर दानीले राजकीय भोजन र पानीमा खाएर आफूलाई अशुद्ध नपार्ने निर्णय गरे र तिनले यसरी आफूलाई अशुद्ध नपार्नलाई प्रभु अधिकै प्रसन्न अनुमति मागे हेर्नुहोस् है यहाँ दानीले के भन्छ भने दानीहरू चाहिँ यो दानीहरू चाहिँ को थियो भने दानीहरू